होइन त्यो मान्छेले सुन निकालिरहेछ, ठिक छ, निकाल्यो, स्ट्रगल गरी गरी कान चुडाली बाँसले घोची कपालमा समातेर निकाल्यो। अनि पछाडि बसेका तिमीहरू दर्शकहरू, भगवान रूपी दर्शक पछाडि बस्नु भएको, ए नगर है, समात्नु हुन्न, यो त अति भयो भनिदिने मान्छे पनि छैन क्या त्यहाँ साथीहरू। ज्योति मगरलाई मेलामा हेर्न गएछरी ट्वा परेर हेरे हान, रिल बनाएका छन्, हाँसेको छन्, ओहो आएन है, अझै तान त बल लगा त भनेका छन्। अब त्यो हेर त्यसलाई, अनि भन्छौँ हामी 3 वर्षको नाबालिकालाई बलात्कार भयो, यो भयो त्यो भयो भन्छौँ नि। यस्तै मान्छे, त्यो तानी सुन निकाल्ने मान्छे जस्तो अझै 2-4 जना हो यो धरतीमा, यो पृथ्वीमा अझै जिउँदै हुने हो भने योनिबाट छोरी मान्छे जन्मिने बित्तिकै पनि यिनीहरू गएर बलात्कार गरिदिन्छन्। यस्तो मान्छेहरू छ। ए भाइ के गर्दैछस् त यहाँ, किन निकाल्यो भन् त, भनिदिने मुजी पनि कोही छैन यार त्यहाँनिर। अहिले सुन पाइयो, भोलि हिरामती पनि आउँछ कि भनेर बसेर कुरेर बसिरहेको छ यार तिमीहरू त। पढे लेखेका, सहर बजारमा बसेका अरे, अझ हामी त बजारमा बसेका, हामीलाई सबै कुरो थाहा छ। एआई को जमाना हो, त्यही गर्ने हो लास्टमाथि। हेर्ने मान्छेले पनि नगर भन्नु पर्दैन।